गाइस यहाँ चाहिँ म तिल भुट्दैछु अब तिलका लड्डु अनि तिल पिठा बनाउन अब पहिलो सुरुवात चाहिँ तिल भुटेर गर्दैछु है आज हामी तिल पकाउँदैछु अहिले एकछिनमा तिल पिठा खाने हेलो गाइस तिल भुटेर यहाँ नरिवल कोरी पनि सक्यो अब यो नरिवल कोरिसकेर नरिवललाई पनि भुट्ने मैले चाहिँ अलिकति नजानेको रहेछु नरिवल कोरिसकेर चिनी हालेर राख्दाखेरि चाहिँ सेते लड्डु हुँदो रहेछ नजानेको पनि मलाई अलिक त्यो मन पनि पर्दैन भन्नु त नजानेको पनि मन पनि नपरेको सेते नरिवलका लड्डु हुँदो रहेछ मैले चाहिँ हालिनँ त्यसलाई चिनी सिनी एकेबारे कराईमा चिनी हालेर भुट्न थालेँ भुटेर रातो रातो पारेर चाहिँ अनि लड्डु बनाउँछु भनेर मैले त्यो सोचिनँ सेतो लड्डु त सेतो खाँदा साह्रै गनाउँछ ल मलाई के एक खालको नि त काँचो नरिवल हो क्या त्यही लागि मैले चाहिँ रातै पारेँ अनि मैले त बिर्सेकी पनि हो त्यो नजानेकी पनि हो तर मलाई मन पनि यस्तै पर्छ त्यस्तो होइन अनि यहाँ लड्डु बनाउन थालेँ केसीका बहिनी र मेरो आधा यो चाहिँ अनि लड्डु बनाइसकेर चाहिँ अलिक टाइट भएन तर लड्डु नि अनि बनाइसक्यौँ अनि सबैलाई ह्याप्पी मकर सङ्क्रान्ति अनि त्यति गरिसकेर चाहिँ पिठा पकाउन थालिहालेका त्यसपछि रोटी पनि पकाउने भनेर गएको चाहिँ अब कतिखेर हुन्छ त्यो चाहिँ भिडियोमा हाल्न पाउँछु पाउँदिनँ छुट्नु छोरीले सुत्छु भने पनि सुत्नु पनि सक्छ उसलाई चाहिँ मजा लागेको छ तर हामीलाई भेला गरेर पनि बनाएका छौँ भोलि जोडाउने जोडोको पूर्तिको लागि आफूलाई पनि हामी सानामा कति मजा हुन्थ्यो नि भेला घर बनाउँथ्यौँ उहीँ पिकनिक खान्थ्यौँ बाले बजार गरिदिनुहुन्थ्यो बा पकाइदिनुहुन्थ्यो बाले नै सानामा कति राम्रो हुन्छ अहिले अगाडिको जस्तो अलिकति पनि छैन दिनहरू केटाकेटीहरू पनि अहिले अगाडिको जस्तो हामी जति छौँ नि जस्तो थियौँ नि 90s त कस्तो भन्न नआएको हौ 90s का भन्नु जस्तो नि त त्यो छैन अनि त भर्खर सुरु भएको पहिलो गएपछि अलिकति फोटो यो दुइटा चाहिँ अलिक ठिकै अब पर्फेक्ट चाहिँ बनाउन जान्दिनँ अगाडि चाहिँ दिदीले बनाउँथ्यो है यो सब अहिले चाहिँ अब उसको सानो नानी हुनाले गर्दा मैले बनाएकै लास्ट बनाइसकेँ 10 बज्यो अनि सानोमा कति मजा हुन्थ्यो भेला घर आयो भनेर अनि अब हामीले डराउने पनि भयो बिहान भएर डराउन चाहिँ तर हाम्रो डेरी नै भयो है 5:30 नै बन्नु आँटेको त नानी रिसमिस अन्ध्यारो छ आजको चाहिँ यो तिलको आगो यो ताप्दाखेरि चाहिँ जिउ दुख्ने के दुख्ने यसमा सेकिन ताप्दा राम्रो हुन्छ अरे भनेको सुनेको मैले चाहिँ अब अगाडिको मान्छेहरूको भनाइ र त गाइस तपाईँहरू पनि गर्नु